हेलो गाइज गुड मर्निङ फ्रम लन्डन मेरो घरबाट र आज म चाहिँ यहाँको हिजो बेलुका आइपुगेको हिजो बेलुका खासै देखाएन हाम्रो घर चाहिँ यस्तो छ है हाम्रो बारी हो बारीमा बाबाले काउली बनाउँदा कस्तो दामी बनाउनु पर्छ यहाँ चाहिँ के छ सागहरू रहेछ काउली बनाउँदा यस्तो बल्छ यस्तो दामी घाम लाग्छ बिहानै हैन यतापट्टि हाम्रो घरहरू टक्क छ यस्तो बिहान घाम लाग्छ गाइज यो बिहान उठ्यो भर्खरै घर आएपछि मस्त सुतिन्छ नि त सुत्न नि पाइन्छ आनन्द पनि आउँछ सुत्नलाई हाम्रो एभोकाडोको बोट पनि छ गाइज एभोकाडोको बोट तर फलेको चाहिँ छैन अहिलेसम्म हिजो बेलुका आइपुग्यो आज फेरि फर्किनुपर्छ गाइज मनिषा दिदी मलाई हेर्नु है भन आइदेऊ मनिषा दिदी आइदेऊ 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 यी सानो पुन्चुरु सानो पुन्चुलु सानो पुन्चुलु सानो पुन्चुलु चलो ना कुचु 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 हिरो के छ ठिक छ हिरोको हालखबर गाई जो चाहिँ हाम्रो बाबाले फलाउनु हो काउली है यहाँ कत्रो छ आमा एउटै होला यार 3 किलो जस्तो त हाम्रो बाबाले बारीमा फलाउनु हो काउली है यो चाहिँ यस्तो दामी दामी फलाउँछ नि हाम्रो ड्याडीले फेरि अझ काउली टिप्न जाँदै हुन्छ काउली र सिमी टिप्न जाँदै हुन्छ म टिपेकै थाहा भएन बुढाले टिपेर लैसकेछ यस्तो दामी दामी होइन कत्रो पाते आमा कुछो आमा होइन काउली सब हाम्रो बाउले बारीको काउली है हाम्रो ड्याडले फलाउनु भएको ड्याडले ड्याममा यस्तो फलाउनु हो सिमी टिप्दै हुनुहुन्थ्यो त यस्तो हुन्छ हो त्यहाँ बाख्रा छ गाइज यस्तो छ म घर कालिम्पोङमा चाहिँ नि त पुरा हिमाल चाहिँ देखिहालिन्छ न उहाँबाट हिमाल नै देखिन्छ यहाँबाट हाम्रो घरबाट यस्तो हुन्छ गाइज हाम्रो यस्तो छ हाम्रो घरबारीहरू गाइज यस्तो काउली अब लड खाने लोकल एन्ड प्योर काउली आज फर्किने उता बाबु पनि सन्चो होइन है सो अब खानसाना खाएर जानुपर्छ है त ल गाइज अब म चाहिँ फुल रेडी भएर अब घर छोडेर फेरि आफ्नो कर्मथलोतिर जाँदैछु होइन भनेको नयाँपुल जाँदैछु घर बस्न त मन लाग्छ गाई गाउँमा आएर यस्तो मजाले आनन्दले बसेर है यस्तो पुरै ग्रिनरीहरू छ मलाई कस्तो र के गर्नु व्यापार पनि गर्नु पऱ्यो हेर्नु पऱ्यो सो अब म जाँदैछु गाइज अब बाटोमा कता कता के हुन्छ हेर्दै जानु होला के भयो म देखाउने नै छु होइन अब गाउँ जान्छु बाबाले भाइ भन्नुपर्छ बाबा फेरि मोबाइल भनेपछि हुरुक्कै हुन्छन् मोबाइल हेर्ने बस्ने हाम्रो ड्याड म टुङ्गो आइपुग्यो अब यहाँबाट पोखरा छ 66 किलोमिटर त्यहाँबाट नयाँ पुल छ 41 किलोमिटर भनेपछि अझै 107 किलो म जानु छ कति 2-4 6 लाइनको बाटो 8 लाइनको बाटो बन्छ है त्यो बजारमा टाइम भइरहेको छ अब म चाहिँ अहिले गएर त गाइज ल गाइज म खानासाना खाएर रुममा आइसकेँ अब सोध्छु आजको भिडियोहरू यदि हजुरलाई मनपर्छ भने लाइक गरिदिनु होला र कहाँबाट हेर्दैछ कमेन्ट पनि गरिदिनु होला र यदि नयाँ हुनुहुन्छ भने यो च्यानल सब्सक्राइब पनि गरिदिनु होला है त अब फेरि भेटौँला अर्को भिडियोमा त्यति बेलासम्मको लागि थ्याङ्क्स फर वाचिङ